नमस्कार। आज हामी नेपालको एउटा महत्वपूर्ण सरकारी निकाय राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबारे अलि गहिरिएर कुरा गरौं है त। गरौं न। यो विभाग र यसले गर्ने कामहरू, खास गरी राष्ट्रिय परिचय पत्र, व्यक्तिगत घटना दर्ता अनि सामाजिक सुरक्षाका कुराहरू अहिले सबैको चासोको विषय पनि हो। हो नि, हाम्रो जानकारीको आधार पनि विभागकै आधिकारिक स्रोतहरू हुन्। सुरु गरौं यसको स्थापनाबाट। यो त रिलेटिभली नयाँ नै रहेछ है, 2075 सालमा। हो, 2075 असोज 28 मा स्थापना भएको। यसको खास उद्देश्य नै यी तीन प्रमुख कुराहरू, नागरिकको डिजिटल आइडी, उसको जीवनका घटनाहरूको दर्ता अनि सामाजिक सुरक्षालाई एउटै प्रणालीमा ल्याउनु हो, त्यो पनि प्रविधिको प्रयोग गरेर। एकीकृत प्रणाली। यो महत्वपूर्ण छ। व्यक्तिगत घटना दर्ताकै कुरा गरौं न पहिला। जन्म, मृत्यु, विवाह, बसाइसराई